हाम्रो देश नेपाल एक प्राकृतिक मनोरम दृश्यले चाहिँ परिचित ठाउँ हो। यसमा चाहिँ हाम्रो हिमाली क्षेत्रतिर चाहिँ यस्ता प्राकृतिक मनोरम दृश्यहरूले चाहिँ छाएको छ। यहाँ चाहिँ पहिला चाहिँ धेरै भेडा पालनहरू थिए भने अहिले चाहिँ भेडा पालनहरू पनि कम भइरहेको छ र थोरै भेडाहरू चाहिँ यो हिमाली क्षेत्रहरूमा चाहिँ पालिने गरिन्छ। भने यस्ता सुन्दर प्राकृतिक मनोरम दृश्यहरूसँग चाहिँ रमाउँदै यसरी भेडाहरू चाहिँ चरिरहेका छन् भने यो चाहिँ अब हिमाली क्षेत्रमा रुचाउने भएको कारणले चाहिँ माथि हिमालको फेदीतिर चाहिँ लगिने गरिन्छ भने अब हिउँदको समयमा चाहिँ आउलतिर झार्ने काम पनि हुन्छ। यसरी चाहिँ भेडाहरू लेखतिर बिस्तारै हसार्दै लगिन्छ भने अब हिमाली क्षेत्रमा यस्ता सुन्दर प्राकृतिक फुलहरू पनि देख्न पाइन्छ। त्यसका साथसाथै पहाडहरू पनि यस्ता देख्न पाइन्छ भने यसरी पानीहरू पनि झरिरहेका छ। त्यसैगरी हिमाली क्षेत्रहरूको सुन्दर मनोरम दृश्यहरू यसरी हिउँले ढाकिराखेका डाँडापाखाहरू पनि हामी देख्न सक्छौँ। यसरी हाम्रो देश नेपाललाई चाहिँ प्राकृतिक दृश्यले चाहिँ सजिएको ठाउँ हो। त्यही भएर केही सुन्दर मनोरम दृश्यहरू चाहिँ यसरी हामी देख्न पाउँछौँ भने यस्तै सुन्दर मनोरम दृश्यहरूमा चाहिँ भेडाहरू चाहिँ रमाउँदै चरिरहेको मनोरम दृश्यहरू तपाईहरुले देख्दै हुनुहुन्छ। यस्तै छ हाम्रो हिमाली क्षेत्रहरूको दृश्यहरू।